हेलो गाइस, ल हामी चाहिँ ट्याक्क यो अब थानापति महादेव बैरा महादेव आइसकेको छौँ। टकला र 1431 कि 30 कति हो यस्तै सिडी चढेर ट्याक्क आइसकेका छौँ। अब चाहिँ हामी दर्शन गरेर अब टक्क फर्किने। 1431 सिडी चढेर अब फर्किने प्रोग्राम हुँदैछ। यहाँ चाहिँ चोखो मनले माग्यो भने एकदम मागेको कुरा सक्सेसफुल हुन्छ अरे भन्ने बाउ बाजेको कुरो छ। यस्तै छ हेर्नुहोस्। अब हामी चाहिँ यहाँबाट ट्याक्क झरेर बाइकमा आएको। बाइक चाहिँ यहाँ तलसम्म मात्रै आउँदा छ। यहाँ छ। यहाँबाट ट्याक्क अब यो सिडीहरू हिँडेर झर्नु पर्दैछ। हाम्रो एउटा यहाँ पुरी माइलो खरायो, यसको अब हिँड्दैछ ट्याक्क। अब सिडी झर्ने हुँदैछ। भोक लागे जस्तो अब चाहिँ हुँदैछ। केटा तिम्रो थानापति आउँदा कस्तो महसुस भइरहेछ? एकदमै राम्रो। त अलिक घाम धेरै भएर चाहिँ तनाव भइरहेछ। बिमललाई उकालो आउँदा कस्तो महसुस? उकालो आउँदा त फर्किनु जस्तो लाग्थ्यो, माथि आएर मन शान्त भयो। मन शान्त भयो। अहिले चाहिँ टक्क थकाइ मेट्यो। थकाइ। यहाँ आइपुग्छ एकदम। अब उकालो आउँदा चाहिँ ठ्याक्कै त्यस्तै 2 घन्टा जति लाग्यो होला। हिँड्ने बानी हराएछ। अब ओह्रालो चाहिँ लगभग आधी घन्टामा झरिन्छ होला केटा हो। आधी घन्टामा झरिन्छ। आधी घन्टामा झर्ने कुरो छ। तर अहिले यो बर्खाको बेला भएर होला बाटो अलि ठिकै रहेछ। गाडीमा त ठिकै हो, बाइकमा चाहिँ अलि तनावग्रस्तै रहेछ बाटो भनौँ न। कसैको चाहिँ फेरि गर्लफ्रेन्डले कल नउठाएर तनाव भइरहेको छ अरे होइन। अब हामी त गर्लफ्रेन्ड नहुनेलाई त केही छैन होइन। सिङ्गल लाइफ इज द रिमिक्स भने जस्तो भइरहेछ। ल गाइस, अब चाहिँ हामी फर्किँदैछौँ।